नमस्कार मेरा सम्पूर्ण साहित्य मनहरुमा विशेष आज म आइतबारे कविता श्रृङ्खलाको यो 83वां श्रृङ्खलामा तपाईहरु समक्ष उपस्थित छु र म आज कविताको उस्तै भूमिका बाँधिरहदिन र कविता म सोझै पठन गर्न लागिरहेको छु। कविता माथिको प्रतिक्रियाहरू मैले श्रोतावर्गमा सुम्पेको छु र मेरो कविताको शीर्षक छ सपना बोकेका आँखाहरू। रातभरि अनिदो राता राता मेरा आँखाहरू, रातभरि अनिदो राता राता मेरा आँखाहरू, भोलिको उज्यालो पर्खिरहेका आश्वासनका सपनाहरू। त्यसैमा रम्दै थुप्रै रात भयो नसुतेको, त्यसैमा रम्दै थुप्रै रात भयो नसुतेको, सपना बोकेका आँखाहरू, सपना बोकेका आँखाहरू। मिठो भविष्य कल्पेर जोसमा बलेका मेरा आँखाहरू, गाएका ओठका भाकाहरू, बेस्कन हाँसेका थिए यी मासुम आँखाहरू। मिठो भविष्य कल्पेर जोसमा बलेका मेरा आँखाहरू, गाएका ओठका भाकाहरू, बेस्कन हाँसेका थिए यी मासुम आँखाहरू। कल्पनामा रमाएर बेपरवाह ज्यानै गुमाएर कति रात अनिदो हुने हुन् अझै, कति रात अनिदो हुने हुन् अझै यी सपना बोकेका आँखाहरू, यी सपना बोकेका आँखाहरू। खुसीले बलेको थियो कठै, खुसीले बलेको थियो कठै, धमिला सपनाका धुन्धुलाहाटमा, धमिला सपनाका धुन्धुलाहाटमा, कुहिरो भित्र खोजिरहेको अन्जान लक्ष्यका बाटोहरू जस्तै, कुहिरो भित्र खोजिरहेको अन्जान लक्ष्यका बाटोहरू जस्तै, घना कुहिरो भित्र नौलो बाटोको निशाना, घना कुहिरो भित्र नौलो बाटोको निशाना खोजिरहन्छन्, खोजिरहन्छन् सपना बोकेका आँखाहरू, खोजिरहन्छन् सपना बोकेका आँखाहरू। उसको गद्दीको किला ठोक्न, उसको गद्दीको किला ठोक्न कति कुच्चिए हातहरू, कति चेप्टिए नङहरू, उछिटिएका छेस्काहरू आँखाभरि बोकेर सुनकेशरीको कथा सुनाइरहे। तर कहिले निको भएन सपना बोकेका आँखाहरू, तर कहिले निको भएन सपना बोकेका आँखाहरू। मुर्दा रुङ्दा ननिदाएका, मुर्दा रुङ्दा ननिदाएका भयावह आँखाहरू जस्तै, भयावह आँखाहरू जस्तै, कतै केही आइहाल्छ कि, कतै केही आइहाल्छ कि भन्ने आशा बोकेका जस्तै, पटक्कै निदाएनन् सपना फलको आशमा जागैरहे बेअर्थ झुटो सपना बोकेका, सायदै कहिले निदाएनन् होला मेरा जस्तै हजारौं सपना बोकेका आँखाहरू, मेरा जस्तै हजारौं सपना बोकेका आँखाहरू। धन्यवाद। र कविता सकिएको छ र आज ढिलो गरी भए पनि मैले यो आइतबारे कविता श्रृङ्खलाको यो 83औं श्रृङ्खलालाई तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेँ र हिजो जस्तै तपाईहरुले आज पनि मेरो यो आइतबारे कविता श्रृङ्खलालाई मन पराइदिनु हुनेछ अथवा तपाईहरुले के कस्तो यो कविताभित्र भावहरू भेट्नु हुनेछ, यसलाई तपाईहरुले उचित मन्तव्य दिनुहोला। र मैले भनेको छु म यो आइतबारे कविता श्रृङ्खलाको 100वटा श्रृङ्खला प्रस्तुत गर्नेछु र आज मेरो 83औं श्रृङ्खला यहाँ आएर समाप्त भइरहेको छ। सबैलाई शुभ दिनको शुभकामना, हजुरहरूको दिन आरामदायी बितोस्। धन्यवाद।